अघि आफूलाई त जाँच गर्न पनि आउँदैन, तर मेरो पछि पछि एउटा जोइन्टे जाम्नु आउँदै थियो। कोटा गयो पछाडि छ क्या पुण्यको खोज्दै छ जस्तो छ। जोइन्टे कहाँ गयो होइन हो माझी जोइन्टे कहाँ गयो? खोइ कहाँ छ मैले होइन हो हरायो त्यो त। कोटै छ भने छिटै पठाइदिनु है जोइन्टेलाई। कहाँ गयो? गएको नि त्यतिबाट जोइन्टे आयो भने आज कहाँ जाने भन्ने कुरो हामीलाई थाहा नै छैन। कहाँ गयो त? कहाँको जोइन्टे? हेलो बा यसो नचाहनु काकाले आज कुदाउनु कुदाए मलाई त काका जति ओराउँछु त्यति ठुलो, जति ओराउँछु त्यति ठुलो। होइन के भन्छ यो जान्नु? झन् नजिक आउँछु यत्र आँखाले पो हेर्छ गोरुले झन्नै मारेको मलाई त। अस्ति त धनकुटाको मुगा खोलामा जुदाको गोरु नै थियो कि के हो? भन्छन् आगो ताप्नु मुढाको रे कुरा सुन्नु बुढाको। यस्ता बुढाको कुरा के सुन्नु? कुकुरा चोर्न भन्दा बाहेक केही नै सिकाउँदैनन्। होइन के भन्छ यो जाम्नु? वरिपरि यता मान्छेका अगाडि तँ बेइज्जत गर्छस्? तँलाई होइन, हुलमुलमा ज्यान जोगाउनु अरे अनि कालमा बिउ जोगाउनु अरे। आज मेरो खैरत छैन, यिनले कुखुरा चोरेका छन्, मेरो त दुइटै नजोगिने भयो। होइन जे पनि नभने यत्र मान्छेका अगाडि सबै पोल्चे नखोल्ने। तँलाई फेरि म भरे कटेजमा लगेर तँलाई के गर्नुपर्ने रातभरि गर्छु फेरि। अस्तिका दिन बल्ल बल्ल स्मारित चामलको भात भनेर खानालाई उठेको हाम्रा काकाले पल्ला घरमा पूजा गरेको पिण्ड ल्याएर दिएछन्। त्यसमा पनि तिल मिसेको रहेछ। मैले त चटनी होला भनेको, त्यही पनि बल्ल बल्ल खाएँ। 4 डल्ला त खाएँ, 1 डल्ला त यिनले फेरि खाइसकेछन्। म त अगाकै छुइनँ। होइन यसले पिण्ड र के अरे तिलका लड्डु भनेर नि किन्दैन कि क्या हो त? यो माघे सङ्क्रान्तिमा बनाएको लड्डु ल्याएको थिएँ, यसले अर्कै थोक सम्झ्यो कि क्या हो? मारी त जाम्लालाई अहिले किन्नै छोडिरहेछ। खानेकुरा खोजेर खान्छ भतिजो भनेर केही खोजेर ल्याएको अहिले दाना थरी बोल्याउँछ है। हुन्छ चाहिँ उहाँ माथि धतुरेले श्राद्ध गरेर खोलामा पिण्ड चढाएको अरे। पिण्ड चाहिँ यता चढेछ, खाइहालेँ मैले। पितृले सरापेर रातभरि सुत्न पाएको छैन। राम राम राम। म त काका अब तिमीसँग बस्न पनि सक्दिनँ। हेर बरु यसो गरौँ, तिम्री बरु काकीलाई शुद्ध लिएर मलाई छुट्टी बिना गराइदेऊ, अनि अंशमा के पर्छ सबै मलाई देऊ। तिमी सुकुम्बासी भयो।